यस्तो छ पानी चाहिँ खाली त दामी हुन्छ नि पौडेर खेल्दा पनि पछाडिको एकान्त भिडियो छ नि यस्तो दामी दामी सिन खिचिरहेको छ नि तपाईँहरूले हेर्नु होला एकदम के अचार हो हिँड्या त भन्नु धन्यवाद सबैलाई नमस्कार यो 2082 सालको विजय दशमीको सबैलाई शुभकामना छ। हामीले दसैँ मान्दैनौँ हामी त, तर अब मान्ने मानिसहरूलाई सबैलाई विजय दशमीको शुभकामना छ भन्न चाहन्छु। हेलो एभ्रिवान, के छ सबैजना सन्चै हुनुहुन्छ होला। आज चाहिँ फेरि आइसकेको छु नयाँ भिडियो, मिठो भिडियो लिएर। आज चाहिँ स्पेसल्ली दसैँको सबैलाई धेरै धेरै शुभकामना छ। भगवान् आशीर्वाद दियो न, अगाडि धेरै धेरै भयो न। अब त्यति आशीर्वाद दिनु त आउनु त्यति एक्सपिरियन्सवाला त छैन, तै पनि अनि मेन्टेन गरेर बुझिहाल्नु होला सबैले होइन। स्पेसल्ली दसैँ अनि आउँदै गरेको दीपावली तिहार होइन, छठपर्वको फेरि आउँदा दिनहरूमा पनि यस्तै मलाई सपोर्ट गर्दै बस्नु होला भन्ने आशा राखेको छु होइन। त्यहाँ ढलाउनु नि ताला लाउने लगाउँछु त हेर्नु न, चाबी लगाउनु नि होइन। फाइनल्ली स्विमिङ पुलमा आइसकेको छु। यस्तो छ पानी चाहिँ एकदम बबालकै हुन सकिन्छ। परको माथि ब्रिज चाहिँ बबाल देखिन्छ। डाइ मान्नु ल, खेल्नु तल दाउल्यो। सो गाइज आइसकेको छ आज चाहिँ यहाँ मस्तको नेचुरल स्विमिङ पार्कमा। तपाईँहरू हेर्न सकिन्छ यता पछाडि चाहिँ दामी हुन्छ नि पौडेर खेल्दा पनि। म चाहिँ यहाँ आइरहेको छु, तपाईँहरूलाई एउटा दामी सरप्राइज देखाउँछु कि, एउटा मस्तको ठाउँ देखाउँछु कि। अनि यो हो नि त नेचुरल पारा। पर मम्मी ड्याडीहरू बस्नु भएको छ होइन। यहाँ चाहिँ मस्तको झर्ना, नेचुरल भ्यू हो क्या, नेचुरल। यो हो नि त पारा। अनि आएर टक्क पारामा यस्तो मस्तको यस्तो भाग्यमा नि खोजेर पाउनु क्या त्यो नेचुरल भ्यू। ल आकाशमा यस्तोमा खेलेको र स्विमिङ पुलमा खेलेको धेरै फरक हुन्छ क्या। यस्तै छ अरू। हाम्रा बुवा आमा चाहिँ यिनी हुन्। हेर कस्ता छन्, सबैले कमेन्ट गर। पछाडिको हरियो सिन हेर, आमाबाला हेर, अनि यताको सिन हेर, केही फरक छैन। ल लागेँ म, बाई। पर भिनाजु खेल्ला नि, दिदी खेलिरहन्। भाराबुरीहरू धेरै छन् यहाँ। अस्ति आवेला त्यति गएर थिएन क्या यहाँ। ल के अचार हो? दसैँ स्पेशल के हल्का बिस्तार हालिदिनु पर्यो त। ये तो बस्नु न अन्ति बुझेन।
यहाँ चाहिँ के हो त्यो के भन्छ यसको तिल त्यो रोटी अनि त्यो बन्दा क्याबेज त्यसमा चाहिँ हामीहरू मिक्स गरेर चाहिँ अचार बनाउँछौँ है ल भयो चिन्ता पोटेटो उतार बोलेर हाल्नु न झ्यामझ्याम पारेर के अरे हाल्यो त्यो भन्दा फ्राई गरेर हाल्यो भने भन्नु पऱ्यो त फ्राई गरेर तेलमा फ्राई गरेर राख्नु है यो तिल चाहिँ पिसेर राखेको अन्त आजको पार्टी यहाँ छ यो मम्मी प्योर भेज हाम्रो मम्मी चाहिँ केही खानुहुन्न त्यसैले मम्मीलाई छ घिउ अनि दही अचार भात कस्तो छ मम्मी मिठो छ पर दुईवटा खाँदैछ मेरो हातै हिँड्या त भन्नु हल्का पर गएर फर्किनु होला ल फर्किनु फर्किनु भने झोला फालिदिनुहुन्छ मर्निङ भ्यू चाहिँ यहाँ चाहिँ यस्तो मजाको पुलको किन उहाँ सुर्खेतमा हुन्थेन निशुल्क किन चर्चबाट